सम्पूर्ण नेपाली समुदायका सम्पूर्णमा नयाँ वर्ष 2082 पहिलो वैशाखको तपाईँ सबैमा धेरै धेरै शुभकामना दिन चाहन्छु। यो नयाँ वर्षले तपाईहरुको जीवनमा सबैको जीवनमा खुशियाली लिएर आओस् हैन, सबै हर्ष उल्लास लिएर आओस् सबैको जीवनमा। र म चाहिँ तपाईहरुलाई आज एउटा कुरा शेयर गर्न लागेको हो। त्यो कुरा चाहिँ के भने म यता आउनु भन्दा अगाडि 2014 या 15 को कुरा होला। हामीले पनि नेपाली नयाँ वर्ष मनाऊ भनेर चाहिँ एउटा प्रोग्राम गरेको थियो सोनादा न्यू लाइट क्लबमा हैन। त्यहाँनिर चाहिँ एनआर अंकल, टीआर अंकल होला सायद त्यस्तै लाग्यो, दिलाराम हुनुहुन्थ्यो, अनि थिलेन दाजु, मन्नु दादा, कैलाश सर, प्रणाम दाजु, साजन दाजु, सञ्जय दाजु, अन्त दिपेश भाइ, सायद दिपेश भाइ त यतै होला, सायद म्युजिक स्कुलतिर नै सिकाउँदै होला जस्तो लाग्छ उसको कतिवटा पोस्टहरु हेर्दा। अनि को हुनुहुन्थ्यो, पुरन भाइ पनि दिलाराम हुनुहुन्थ्यो एकजना, अनि रमिला दिदी भन्ने गोराबारीको हुनुहुन्थ्यो, उहाँ त सिङ्गरै हुनुहुन्छ। अनि बबिता दादा, मुमा, म, हाम्रै गाउँको दिसुजा बहिनी हुनुहुन्थ्यो, तर बिचारा दिसुजा बहिनी त अहिले हुनुहुन्न हैन। यसमा चाहिँ नि अब हामीलाई नि सिकाउनु त यति साह्रो पऱ्यो कि मन्नु दादालाई। अब हामीले केही क्लासहरु लिएको थिएन हैन, कसरी गाउनु पर्ने त्योहरु पनि थाहा थिएन। अब नोट टु नोट कसरी गाउनु हैन। अन्त त्यसमा चाहिँ पुरा अब हामीले चाहिँ पहिला त नि नजानेर नसिकेर चाहिँ नि पुरा हाँस उठ्थ्यो नि त पहिला रेसलहरु गराउँदा त हैन। म नुमाहरु त पुरा हाँस्थ्यो। बबिता दिदी त अब बबिता दिदी पनि सिङ्गरै हो, उलाई त निकै थाहा थियो। म र नुमा चाहिँ अब केही नजान्ने हैन। त्यो पुरा हाँस्थ्यो। केवल पाज र एनआर अंकल चाहिँ अलिक स्ट्रिक्ट हुनुहुन्थ्यो। यसरी हाँसेर हुन्छ, हाँस्नै दिन्थेन हैन, यसरी हाँसेर हुँदैन, गीत भनेको त एकदम सिरियस भएर गाउनुपर्छ, सिक्नुपर्छ हैन, अन्त पाउँछ त। यसरी गीतलाई उयो लिनु हुँदैन, इजी लिनु हुँदैन, हाँस्नु हुँदैन, एकदम सिरियस भएर गाऊ भन्थ्यो हैन। अन्त त्यसो गर्दा गर्दा उनीहरूले हामीलाई उयो गरेर सिकाउँदा चाहिँ अब उयोसम्म चाहिँ त्यो पहिलो वैशाखसम्म चाहिँ अलिकति भए पनि राम्रो गाउनु सक्ने चाहिँ भएको थियो हामी हैन। त्यति बेला चाहिँ मैले कुन चाहिँ गाएको थिएँ भने एउटा तारा बतासले उडाइलान्छ भनेर, अन्त एउटा उयो थियो फुलको थुङ्गा बहेर गयो भन्ने छ नि, त्यो गाना गाएको थिएँ मैले हैन। र अब सबैलाई सम्झेको छु। यसमा कसैको नाम छुट्नु गयो भने हाम्रो सुखदेव जोय पनि हुनुहुन्थ्यो हैन। सबैले अब हामीलाई धेरै साथ दिएर चाहिँ हामीलाई त्यतिसम्म गाउन सक्ने चाहिँ बनाएको थियो। तपाईँ सबैलाई धन्यवाद पनि दिन चाहन्छु यहाँबाट। मन्नु दादा हेर्नु हुँदैछ भने, भिडियो हेर्नु हुँदैछ भने सम्झेर हाँस्नु होला है। र धेरै धेरै धन्यवाद तपाईहरु सबैलाई। नयाँ वर्षको शुभकामना फेरि पनि हैन। अब फेरि पनि आउँदो दिनहरुमा त्यस्तै गर्नुपर्छ हैन। हामी त्यति बेला त सन्डे पनि केवल पाजुकोमा सबै जुर्ने गर्थ्यो, कति मजा आउँथ्यो हैन। अब फेरि पनि त्यस्तै दिनहरु दोहोरेर आओस् भन्ने चाहन्छु। तपाईहरु सबैलाई सम्झेको छु है। मिस यु सबैलाई। ल यो पहिलो वैशाख जब आउँछ नि, मेरो बुढाले पनि भन्छ पहिलो वैशाख आउँदा चाहिँ म तिमीलाई सम्झिहाल्छु भनेर चाहिँ जहिले पनि भन्नुहुन्छ हैन। र यो पहिलो वैशाखले चाहिँ सबैलाई धेरै धेरै ऊर्जा मिलोस् है, सबैको लाइफमा जिन्दगीमा धेरै खुसियाली छाओस्, यति भन्दै तपाईहरु सबैलाई धन्यवाद।